श्री राधे श्याम समादरणीय श्रद्धेय भक्त सज्जन महानुभावहरू, अहिले म यहाँहरूलाई त्रिवेणी धाम धनकुटा क्षेत्रको यो दृश्य देखाइरहेको छु। सप्तकौशिकी नदीको पावन तटमा अवस्थित यो दिव्य त्रिवेणी क्षेत्र हो। जुन त्रिवेणी क्षेत्रमा भगवान नारायणले तपश्चर्या गर्नुभएको थियो। यहाँ चाहिँ बृहत बराह क्षेत्र पद परिक्रमा मार्गको तेस्रो रात्रिको विश्राम स्थल, यहाँ विश्राम स्थल निर्माण भइरहेको छ। अहिले हाम्रो यहाँ आदरणीय भानु राई हुनुहुन्छ, हाम्रो जमिनदाता नै उहाँ हुनुहुन्छ, जमिनदाता हुनुहुन्छ उहाँ। यहाँ सचिवज्यू देख्दै हुनुहुन्छ। हाम्रो बराह क्षेत्र निवासी सन्तोष भण्डारी सर हुनुहुन्छ, उहाँको कम्पनीबाट चाहिँ यो निर्माण भइरहेको छ। अहिले अबको परिक्रमामा आउँदा हजुरहरूलाई हामी यो भवनमा राख्न सक्छौँ कि भनेर सबै लागिरहेका छौँ। अहिले देखिरहनु भएको यो यहाँ 3टा पिल्लरहरू छन्, क्रमशः 3, 3, 6, 3, 9, 12 पिल्लर लागेर पिल्लर ढलान भएर माथि चाहिँ यो वर्ष ट्रस्ट लाग्नेछ। टोयलेटहरू त बाँस भएतिर हुनेछन्, यो अगाडिको भागसम्म हुनेछ, मिल्नेछ। यसरी यहाँ निर्माण भइरहेको छ। बृहत्तर बराह क्षेत्र बृहत पथ परिक्रमा मार्ग, जुन परिक्रमा मार्गलाई व्यवस्थित बनाउनका लागि जगद्गुरु महाराज श्रीको सत्प्रयास आजदेखिको होइन, धेरै अगाडिदेखिको हो। धेरै अगाडिदेखि परिक्रमा गर्नुपर्छ भनेर महाराज श्री लागिबक्सनु भयो र यो अगाडि कौशिकी नदीमा झोलुङ्गे पुलको निर्माण भयो। हामीले अगाडि नै हाम्रा फेसबुक पेजहरूबाट त्यो झोलुङ्गे पुलको दृश्य यहाँहरूलाई देखाइसकेका छौँ। र अहिले कोशी प्रदेश वन पर्यटन मन्त्रालय अन्तर्गत प्राप्त भएको केही बजेटले यहाँ निर्माणको थालनी भएको छ। यो त्रिवेणी धाम हो। यहाँ हामी यसरी भवन निर्माण गरिरहेका छौँ।